याद गरेर खुसी हुँदै घर जानुहुन्न। तपाईको आजको खुसी, तपाईको आजको खुसीको आम्दानीले प्रयोग गरिरहेको छ। ध्यान हो, त्यही भएर तपाईँ हाम्रा दाजुभाइ दिदीबहिनीहरू जो अस्ट्रेलिया, जो अमेरिका, जो क्यानाडा पुगेका छन् उनलाई 1000 चोटि फोन गर्नु, सम्झाइदिनुहोस् मेरो लाल पूजा यहाँ छ, जिन्दगीभर सुकुम्बासी भएर बस्न तयार छ, नागरिकताको टुक्रो मात्र बाहिर छ, किनकि उसलाई थाहा छ मान्छे विशेष सम्पत्तिले हुँदैन रहेछ, मान्छे खुसी भनेको आम्दानी खुसी व्यवस्थापन तालले जोडाएको छ। हो, त्यसकारण उपदेश फर्किन चाहँदैन तपाईँ हामीले। त्यसकारण आम्दानीको ताला राम्रोसँग लगाउन सिक्नुभयो भने अब बुढेसकालको अस्ट्रेलियामा जस्तै एक गाना जग्गा नभए पनि खुसी हुन्छ। तपाईँ हामी यहाँ सम्पत्तिमा बुढेसकालको खुसी साटिरहेको समाजमा हामी बाँचिरहेका छौँ। तपाईँसँग बुढेसकालमा 10 कट्ठा जग्गा हुनु र 5 कट्ठा जग्गा हुनुमा बुढेसकालको खुसीमा तात्विकै पनि भिन्नता हुँदैन। भिन्नता यसकारण हुन्छ बुढेसकालमा तपाईँको आफ्ना साना तिना रकम कुरा गर्ने खर्च आफैसँग छ कि छैन, बुढेसकालको खुसी त्यसले भएर गरिन्छ। हो, यसले बुढेसकालको खुसी त्यागेर यसले तपाईँको हिसाब किताबमा सायद 2 कट्ठा जग्गा कम गरिन्छ होला जिन्दगीमा, त्यो बिमाले, त्यो आम्दानीको तालाले